एउटा व्यापारी परिवार रहेछ। उहाँहरू चाहिँ दिनभरि व्यापार गर्ने, बेलुका सत्सङ्गमा जाने, धर्मकर्म गर्ने, भजन कीर्तन गर्नुहुँदो रहेछ। उहाँले एउटा सुगा पनि पाल्नुभएको रहेछ के। अनि त्यो कुराहरू त अब सुगाले घरका कुराहरू अब मान्छे जस्तै बोल्छ पनि, अलिअलि बुझ्छ पनि सुगाले, त्यो कुराहरू पनि बुझ्दो रहेछ अरे। एक दिन सुगाले के भनेछ भने उहाँहरूलाई, तपाईँहरू सधैँ सत्सङ्गमा जानुहुन्छ, म यो मेरो एउटा कुरो चाहिँ गुरुलाई सोधिदिनुहोस् न। के कुरो भन्दाखेरि, म यो जेलबाट, यो पिँजडाबाट कहिले आजाद हुन्छु होला, एकचोटि सोधिदिनुहोस् न। उहाँहरूले हुन्छ भन्नुभयो र ती सुगाका कुराहरू भोलिपल्ट सत्सङ्गमा जाँदा गुरु समक्ष राख्नुभयो। गुरु त त्यो कुरो सुन्ने बित्तिकै ढलेर बिहोसै हुनुभएछ। गुरु बिहोस। अब उहाँहरू आउनुभयो, सोध्नुभयो। अनि भोलिपल्ट बिहान सुगाले सोध्यो, के भयो त, गुरुले के भन्नुभयो? अनि ती व्यापारीले सुगालाई भने, त मान्छे अलक्षिणी रहेछस्, पनौती रहेछस्, तेरो कुरो सुन्ने बित्तिकै गुरु ढलेर बिहोस, बेकामी रहेछस् त, अब यस्ता कुरा गर्दै नगर। गुरुले सुगा केही बोलेन छ, टाउको मात्रै हल्लाएछ। त्यस दिन त्यतिकै भयो। अब भोलिपल्ट बिहान सबै उठे, घरका दम्पति उठ्दाखेरि सुगा बिहोस भइरहेको छ, मरे चाहिँ भएको छ। सुगालाई गएर बोलाए, हल्लाए, सुगा हल्लिँदैन, सास पनि राम्रो फेर्दैन। यो त मरोको क्या हो भनेर यसो पिँजडाको ढोका खोलेर चाहिँ बाहिर निकालेछ। सुगा उडो फुर्रै गयो, उडेर गयो। अनि बेलुका सत्सङ्गमा जाँदा गुरुसँग, गुरु हिजो सुगाको विषयमा तपाईँलाई सुनाएको थिएँ, तपाईँ बेहोस हुनुभयो, आज सुगा यसो यसो गरेर उडेर गयो भने यसो गुरुले भन्नुभएछ। तपाईँहरू सत्सङ्ग सुन्न आउनुहुन्छ, त्यो कुरो सुन्नु पनि हुन्छ, तर त्यसलाई मनन गर्न सक्नु भएन, त्यो कुरा मनमा राख्न सक्नु भएन, त्यसलाई व्यवहारमा लागू गर्न सक्नु भएन। तर सुगाले त्यो कुरो बुझेर, हिजो म बिहोस भएको उसले कुरो बुझ्यो, आजाद हुने तरिका यो हो गुरुले बताउनु भएको भन्ने बुझ्यो, र आज उसले त्यही गर्यो, ऊ आजाद भयो। मैले त्यसैको जवाब दिएको हुँ। त्यसैले सुनेर मात्रै हुँदैन, त्यो मनन गर्नुपर्छ, बुझ्नुपर्छ, व्यवहारमा लागू गर्नुपर्छ भन्न खोज्यो। हरेक कुराको सार्थक हुन्छ, अर्थ हुन्छ, सही अर्थलाई मनन गर्नुपर्छ भन्न खोजेको। बुझ्नुभयो नि कथा कस्तो लाग्यो? ठिक छ होइन? कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस् है त।